साथीहरू अहिले आएर मलाई कस्तो पछुतावा भएको अब क्या नेपालमा जन्मेर अहिलेसम्म चाहिँ गर्व लाग्थ्यो होइन। हामी कस्तो देशमा चाहिँ जन्मेछौँ क्या, जुन देशमा रोजगारी छैन, रोजगारी माग्न जाँदा उल्टै ठग्छन्। जुन देशमा छोरी जन्मिन्छ सधैँभरि दबाएर राख्ने कोसिस गर्छन्, जब उठेर आफूले केही गरेर खान्छु भन्दा त्यही न्याय पाइँदैन। र कानुनको किताबमा लेखिएको छ आमाको र बाउको एउटा सन्तानप्रति बराबर हक हुन्छ र सन्तानको नि बाउआमाप्रति बराबर हक हुन्छ, जसको नामबाट पनि नागरिकता लिन पाइन्छ भनेर। तर लेखेको यो संविधानको किताबभन्दा नि बाहिर गएर उच्च पोस्टमा बस्ने कुर्सीका मालिकहरूले कुर्सी समाएर हामीलाई त्यही कुर्सीको पावरमा अड्डा अदालत जाँदा सुद्धा पछार्न खोज्दा रहेछन् र हामीलाई त्यही कागजमा लेखिएको चिज पनि नियम अनुसार नगरेर नियम विपरीत सुनाइदिँदो रहेछन् कानुनमा बस्ने कुर्सीका मालिकहरूले, सदस्यहरूले। अनि हामी त कुन देशमा जाने न्याय माग्न? मलाई साह्रै पछुतावा भएको छ नेपालमा जन्मेकोमा अहिले होइन। भन्ने बेलामा आमाको नामबाट सम्पूर्ण जिम्मेवारी उठाएपछि नागरिकता पाउँछ, आमाको नामबाट बाउको विवरण त्यागेर भन्छ यो देशको कानुनले। तर हामी त्यही कानुनको फलो गरेर ठाउँमा पुगेपछि त्यही पाइँदैन। आफ्नै बाउआमाले आफ्नै छोरीबेटी बेचेर जिउँदै छोराको लागि बन्दकी राखिदिन्छन् र आफ्नो घरमा कान्छा छोरी छ भन्दै नि अर्काको छोरीको ज्यान देखेर र मजबुर लाचार विवश भएको र मर्न बाध्य भएको अवस्थामा त्यसले दुनियाँ कहानी र बहाना सुनाएर अनि अर्काको जिन्दगी खतम गरेर बन्दकी लिन्छ र न्याय माग्न जाँदाखेरि त्यही छोरी मान्छेलाई नै गलत साबित गरिन्छ र न्यायको हाकिमहरूले भनौँ न ठुल्ठुला पोस्टमा बस्ने र पुलिस स्टेसन त हामी जाने, पुलिस स्टेसनमा घुसपेट चल्छ र मान्छे ल्याइँदैन। मान्छे ल्याए पनि चोर ल्याएको होइन, भगवान् ल्याएको जसरी ल्याएर न्याय पाइँदैन। अनि कुनै न कुनै दिन आफैले हतियार उठाउन र आफ्नो न्यायको लागि आफै लड्न बाध्य हुनुपर्ने रहेछ कि होइन। हतियार उठाएर आफ्नो साथ भएको गलत सहन नसकेर के भनेदेखि यो देशमा मर्नै पर्ने रहेछ होइन त, पेट्रोल खनाएर मऱ्यो भने नि हामी छोरी मान्छेलाई नै गलत भन्छन्। किन त्यो त्यस्तै थिए, दुनियाँसँग सल्किया थियो होला मरि भन्छन्, हामी माथि नै औला उठ्छ। अनि कस्तो पापी देशमा जन्मेछौँ क्या हामी त, कस्तो अपराधी देशमा जन्मेछौँ। एउटा आमाको नामबाट बाउको सम्पूर्ण विवरण त्यागेर नागरिकता लिन भनेर छोरीले कोसिस गरेर सिडिओ कार्यालयदेखि अदालतसम्म धाउँदा पनि न्याय नपाउने भयो भने यो देशमा बसेको के काम त? अनि त्यही अपराधी बाउ जसले क्युरेट गरेर फालिदिन्छु पार्टी घर खराब छ भनेर मैले छोडेर त्यसलाई छोडेर आज यतिकै वर्ष हुर्काएर बढाएर यत्रो बनाएँ छोरी, आज त्यही बाउको नाम धस्काउनलाई यिनीहरू यत्रो विधिको कुर्सीको पावर लाउँदा रहेछन् भने हामी कस्तो पातकी देशमा जन्मेका रहेछौँ र कहिले पाउँछ हाम्रो बच्चाले एउटा नागरिकताको अधिकार र सही कानुन नेपालमा कहिले पाउँछन्? यो गृह मन्त्रालयको पोस्टसम्म बस्ने सुदन गुरुङ सरसम्म नि पुगोस् यो कुरो, उहाँको पनि कानमा परोस् कि अब हामी सबैजना एकै आवाजमा बोल्नुपर्छ क्या। साह्रो अन्याय भयो नि त होइन। हो आमाले गलत गरेका छिन् भने आमाको विवरण त्याग्नु पाउने र बाउले गलत गरेको छ भनेदेखि बाउको विवरण त्याग्नु पाउने त त्यो संविधानमा लेखेको छ, त्यो किन कार्यान्वयन हुँदैन? र के हो यो कानुन? आखिर कसको लागि बनाइएको यो कानुन? हामी जस्ताको लागि होइन कि? हामी नेपालको नागरिक होइन भनेर लिस्ट दिउँ न। हो भने हामीले मुद्दा दर्ता गरेको हो, परमादेश जारी पाऊँ भनेर के को चाहिँ सम्पूर्ण कागज पेस्यो भने चाहिँ अनि नागरिकता बनाइदिनु पर्ने भनेर चाहिँ आयो त फैसलामा। किन हुन्छ यस्तो? सम्पूर्ण कागज के पेस्नु पर्यो? अब मैले एक्लै जन्माएर हुर्काएर आज यत्रो पैदिको बनाएको छोरीलाई शैक्षिक प्रमाणपत्र पेसेको छु, मेरो नागरिकताको फोटोकपी पेसेको छु, अनि जन्म दर्ता पेसेको छु उसको असली बाउको, अनि वकिलको सिफारिस पेसेको छु, अनि उसको जन्म दर्ता पेसेको छु। अब त्यहाँभन्दा चाहिँ के चाहिँ चाहियो रे? अब बसाइ सराईको कागज ल्याए अरे, जुन बाउको घरमा कहिले गएर एकमुठी पानीसम्म खाएन र बाउले छोरीलाई चिन्दैन, छोरीले बाउलाई चिन्दैन, अनि त्यसको घरको बसाइ सराई चाहिँ कहाँबाट ल्याउने र के भनेर चाहिँ ल्याउने? के को लागि चाहिएको यो चाहिँ? यो अब फेरि माग्ने कुरो हो होइन? यो हामी जब नागरिकता बनाउन जान्छौँ यो माग भनेर चाहिँ सिधै कानुनमा बस्नेहरूले यो आदेश नै दिएको जस्तो भयो नि त सिडिओलाई होइन? यही कुरो माग है तैँले भनेको जस्तो। यो त अन्यायमा पऱ्यौँ क्या हामी त, उल्टै न्याय माग्दा त अन्यायमा पर्छौँ। के हो यो गृहमन्त्रीज्यू? के हो यो देशको कानुन व्यवस्था? के हामी नेपालको नागरिक होइनौँ? बच्चाले नचाहँदा नि जबरजस्ती बाउकै धब्बा लाउनै पर्छ? गलत छ भने पनि त्यो आमाको धब्बा लाउनै पर्छ? के हो त यस्तो चाहिँ यो दुनियाँमा आएको कानुन? यो नेपालको कानुन चाहिँ के हो? साथीहरू कमेन्ट गर्नुहोस् त के हो यो? मैले त बुझ्न सकिनँ। प्लिज
सक्दो सेयर गरिदिनुहोस्। अनि के हो यो कानुन, त्यो चाहिँ तपाईँहरू नेपाली हुनुहुन्छ भने लु त यति गर्नुहोस् त। होइन भने मेरो सकल हेर्नलाई मेरो लाइभमा पनि आउनुहोस्, मेरो टिकटक पनि नहेर्नुहोस्। एलर्जी हुन्छ मलाई साथीहरू देखेर नि, किनभने कुनै बेला बोल्नु परेको, भन्नु परेको केही र सुनाउनु परेको खण्डमा चाहिँ मेरो लाइभ कमेन्ट सेयर कमेन्ट सेयर केही गर्दैनन् होइन। अनि त्यसपछि जब फत्तर नचाहिने कुरा बोल्नु पर्छ त्यति बेला मात्र मेरो लाइफमा आउँछन् र कुरा गर्छन्। मलाई एकदम एलर्जी हुन्छ हो। तपाईँहरू सहीमा साथी हुनुहुन्छ भने चाहिएको बेला मद्दत गर्नुहोस् न, सक्नुहुन्न भने ब्लक ठोक्नुहोस्। किन बोल्नुहुन्छ बेकारको फाल्तु मान्छे, फाल्तु कुरा गर्नलाई मात्रै।